अब आज चाहिँ स्कुलमा अन्डा दिनुपर्ने छ। यो अन्डा चाहिँ हाम्रो अकिला बहिनीले ल्याइदिएको स्कुलमा, अनि उनले पनि सपोर्ट गर्छु भन्दै भनेको छ भने, अनि त्यसले गर्दा चाहिँ उहाँले ल्याइदिएको यो छ। पुरै दुईटै छ। अब यसरी आगो फुकेर यसरी उसिन्दैछु, मजाले बाफ आउँदैछ, उम्लिँदैछ। प्याज लसुन रामबडाको पनि पेस्ट बनाएँ। यसो गऱ्यो भने चाहिँ छिट्टो पाक्छ नि त, ग्रेभी पनि मजाको आउँछ। त्यो सापो त बल्ल सबै केलाइसक्यो। यी छ्याप्पै मौरी काट्ने त हात चाट्नु पायो होइन, मौरी काट्नेले। लु त अब सौदा के गर्दा गर्दा 1 घन्टा चाहिँ लाग्यो। लु सधैँ चाहिँ मेरो रुटिन पुरा हुँदैछ। आज चाहिँ अन्डा माम छ र आजको अन्डा चाहिँ हाम्रो अकिलाले स्पोन्सर गरेको। उहाँले चाहिँ किन दिने इच्छुक गरे भने चाहिँ ऊ पहिला यहाँबाट पढेर गएको होइन, यो भुर्जे स्कुल पढेको, अनि ऊ अहिले जब गर्दैछ र उसलाई खुसी लाग्यो अरे। अब म त्यो स्कुलबाट पढेर गएर पनि मैले होइन केही न केही कामहरू पाइरहेछु र म एकताल यो अन्डा मासुहरू दिँदाखेरि के हुन्छ र होइन भनेर चाहिँ उहाँले चाहिँ आजको स्पोन्सर गर्नुभएको छ र एकदमै धन्यवाद अकिला बहिनीलाई। र तपाईँहरू पनि कतिजना अब यहाँबाट धेरै पढेर जानु हुनेहरू जब गर्नुहुँदैछ होइन, जब गर्नुहुँदैछ होला, तपाईँहरूलाई पनि इच्छुक भयो भने चाहिँ ल्याइदिँदा हुन्छ है। तपाईँहरूले सब्जी ल्याइदिँदा भयो, अन्डा ल्याइदिँदा भयो, मासु ल्याइदिँदा भयो, तपाईँहरूको इच्छा हो होइन। म पनि अब यो नानीहरूलाई यहाँ स्कुलमा दिन्छु भन्ने एउटा तपाईँहरूलाई एउटा मनबाट उत्साह भयो भने तपाईँहरूले दिन सक्नुहुन्छ। एकदमै राम्रो काम हो, सेवाको काम हो। यसको लागि चाहिँ तपाईँहरूले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। अन्डाको लागि ग्रेभी हुँदैछ भने चाहिँ अन्डा हालिन्छ। लु त अब यस्तो ग्रेभी खोज्छ है केटाकेटीहरूले नि। आज उयो छ ल, अन्डा माम छ ल। लैजा अन्डा खाँदैनस्? खाँदैन? लु लु जाऊ बेटुवा जाऊ। किन लुक्न भनेको? लु लु खाऊ। अन्डा खान्छ? मन पर्छ? इन्द्र कुमार हो? हिजो माम कसले फेक्यो पर? चिकन ल चिकन होइन, एक अन्डा यति खान्छस् नि? खान्छ नि त? आइज भाइ इन्द्र कुमार, इन्द्र कुमारको दाजु भाइ दाजु थोडा सा दे दे और बड़ा लेना था ना। हैं वो बहुत ज्यादा नहीं खाते, थोड़ा नहीं खाते ओ लेकिन तो ज्यादा ठीक है तेरी खा मत लो दाल हैन नि दाल अहिले सबै दिनुपर्छ नि त। यो खान्छ नि दाल लु लु यति त पस्छ नि लु दाल हैन नि सुप हो भाइको लु तातो छ है उता भाइ बहिनी कसको देखो के भयो के भयो के भयो न? ए के हुँदैन